2082 को सभा अध्यक्ष 9 नम्बर वडा कार्यालयका वडा अध्यक्षज्यू, त्यसैगरी आजको आकर्षण व्यक्तित्व, आजको यस समारोहको प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य माननीय तारानारायण श्रेष्ठज्यू, त्यसैगरी रामेछाप नगरपालिका कार्यालयबाट पाल्नुभएका कार्यपालिका सदस्यज्यूहरू, वडा नम्बर 9 का जनप्रतिनिधिज्यूहरू, वडा नम्बर 9 का विभिन्न पार्टी प्रमुख एवं प्रतिनिधिज्यूहरू, त्यसैगरी वडा नम्बर 9 का विभिन्न विद्यालयहरू, सङ्घ संस्थाहरू, त्यसैगरी यस समारोहमा हर्ष उल्लासका साथ प्रभावकारी रूपमा उपस्थित हुनुभएका आदरणीय सम्पूर्ण बुवा आमा तथा दाजुभाइ दिदीबहिनीहरू र विद्यार्थी भाइ बहिनीहरूमा रामेछाप नगरपालिकाको तर्फबाट म घना श्रेष्ठ, हरिभोग श्रेष्ठ र दीपक डुम्डेको तर्फबाट यहाँहरूलाई हार्दिक सम्मानपूर्वक यहाँहरूलाई हार्दिक नमस्कार टोक्न चाहन्छु। आदरणीय महानुभावहरू, आज एकदमै ऐतिहासिक दिन रहेको छ। आजको यो ऐतिहासिक समारोहमा एकदमै आफूलाई गौरवान्वित भई आजको यो कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नको लागि जुन हामीलाई बागमती प्रदेश सभा सदस्य माननीय तारानारायण श्रेष्ठज्यूले आजको यो महत्त्वपूर्ण समारोहमा असाध्य कार्यव्यस्तताका बावजुद जुन 9 नम्बर वडालाई जुन समय दिनुभएको छ र बाल मैत्री स्तरीय शासन वडा घोषणा गर्नको लागि जुन अमूल्य उपस्थिति भएर यहाँले यो कार्यक्रमको शोभा बढाइदिनु भएकोमा म रामेछाप नगरपालिकाको तर्फबाट र वडावासीको तर्फबाट हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु। सोही सन्दर्भमा उपस्थित सम्पूर्ण महानुभावहरूले आजको प्रमुख आकर्षक व्यक्तित्व प्रमुख अतिथि तारानारायण श्रेष्ठज्यूको नाममा जोरदार ताली बजाइदिएर धन्यवाद ज्ञापन गरिदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। आदरणीय महानुभावहरू, रामेछाप नगरपालिकाको यो ऐतिहासिक महाअभियानमा यहाँहरूले प्रत्यक्ष र अप्रत्यक्ष तरिकाबाट जुन साथ सहयोग गर्नुभएको छ, जस्तै विद्यालयको तर्फबाट, स्वास्थ्यको क्षेत्रको तर्फबाट, विभिन्न टोल विकास सुधार समितिको तर्फबाट, विभिन्न उपभोक्ताको तर्फबाट, विभिन्न बुवा आमा दाजुभाइ दिदीबहिनीको तर्फबाट, शिक्षक वर्गहरूबाट, पत्रकार जीवहरूबाट, सुरक्षाबाट जुन यहाँहरूले आफ्नो ठाउँबाट जुन साथ सहयोग गर्नुभएको छ, यहाँहरूले गर्नुभएको साथ सहयोगप्रति म रामेछाप नगरपालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरूलाई हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। आदरणीय बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरू, हाम्रो वडा नम्बर 9 वास्तवमा एउटा सुन्दर शान्त विभिन्न पर्यटकीय स्थलको रूपमा एउटा रमणीय वातावरणका साथ यो वडा घोषणा गर्ने सन्दर्भमा आज हामीले प्रमुख अतिथि यस्तो व्यक्तित्व पाएका छौँ जो नाम लिने काफी छ। तारानारायण श्रेष्ठ, तारा जस्तै चम्किलो। अनि आज हामी भीमसेन थानको यो मन्दिरको प्राङ्गणमा नारायण भगवानको नामबाट एउटा सर्वश्रेष्ठ नाम कायम राख्नको लागि आज बाल मैत्री स्तरीय शासन वडा घोषणा गर्नको लागि महत्त्वपूर्ण व्यक्तित्वलाई पाएका छौँ। वास्तवमा यो हामी भाग्यमानी ठान्नु पर्दछ र एकदमै भाग्यमानी पनि म ठान्दछु, जसले गर्दा हाम्रो वडा नम्बर 9 मा वडा अध्यक्ष चन्द्रबहादुर श्रेष्ठज्यू उहाँले पनि अध्यक्ष भइकन पनि महत्त्वपूर्ण उहाँले आफ्नो जनबस्तीमा गएर विभिन्न टोल विकासदेखि लिएर विभिन्न विकास निर्माण कार्यदेखि लिएर सामाजिक क्षेत्र अभिवृद्धि हुने खालका महत्त्वपूर्ण काममा ठुलो योगदान गर्नुभयो र विभिन्न यस्ता सामाजिक कार्य गतिविधिहरू गर्दाखेरि वडा अध्यक्षज्यूले हाम्रो वडामा विभिन्न समुदाय विभिन्न व्यक्तिहरूलाई समेटेर यो कार्यक्रम भव्य र सभ्य रूपमा उहाँले गर्नुभएको छ। विशेष त म रामेछाप नगरपालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट वडा अध्यक्षज्यूलाई पनि हार्दिक आभार प्रकट गर्न चाहन्छु। अध्यक्षज्यूले अघिको प्रतिवेदनमा यहाँहरूसँग आजको यो बाल मैत्री स्तरीय शासन वडा घोषणा गर्दाखेरि 9 नम्बर वडा कार्यालयले के सूचकहरू पार गर्यो, जस्तै 51वटा सूचक पार गरेको कुरा प्रतिवेदनमा उल्लेख गर्नुभयो, 5वटा तहगत चरणको कुराहरू उल्लेख गर्नुभयो, 28वटा तहगत खुड्किलाका बारेमा प्रतिवेदनमा समेटेर प्रस्तुत गर्नुभएको थियो। वास्तवमा यो सूचकहरू पार गर्नको लागि त्यति सजिलो थिएन।
धेरै कष्टकरका साथ, धेरै दुःख र मेहनतका साथ आज सबैको साथ सहयोग भएर आज हामी 9 नम्बर वडालाई आजको मितिबाट बाल श्रम गर्ने छैनौँ। 20 वर्ष भन्दा पनि कुनै पनि बाल विवाह गर्ने छैनौँ। यदि कुनै कसैले गरामा त्यो कुराको आवाज बुलन्द पार्नेछौँ र यसलाई दिगोपना दिनको लागि हामी एकबद्धता हुनेछौँ भनेर अघि हामीले फेसबुकमा चाहिँ प्रतिबद्धता पनि जारी गरेको कुरा यहाँहरूलाई जानकारी नै रहेको छ। तसर्थ रामेछाप नगरपालिकाले नेपालको संविधान 2072 धारा 39 मा भएको व्यवस्था अनुरूप स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार बाल मैत्री स्थानीय शासन घोषणा कार्यविधि 2079, बाल मैत्री शासन कार्यान्वयन निर्देशिका 2078 लाई अवलम्बन गरेर विगत वर्षदेखि बाल मैत्री स्थानीय शासन घोषणा गर्नको लागि जबर्क गरिरहेको थियो। विभिन्न कारणले गर्दाखेरि ढिला हुन गयो तैपनि विभिन्न जनप्रतिनिधि, कर्मचारी, विभिन्न महानुभावहरूको साथ सहयोगले गर्दा आज रामेछाप नगरपालिकाको 9वटै वडामा एकै दिन एकै साथ एउटै समयमा हामीले विभिन्न टोली विभाजन गरेर बाल मैत्री स्थानीय शासन वडा घोषणा गरिरहेका छौँ। यो सन्दर्भमा यहाँले आफ्नो अमूल्य समय दिएर जुन यो कार्यक्रमलाई हर्ष उल्लासका साथ सभ्य रूपमा सम्पन्न गर्नको लागि एउटा गौरवान्वित भएर यहाँले आजको कार्यक्रमलाई भव्य रूपमा यहाँ सम्पन्न गर्नको लागि यहाँले जुन समय दिनुभएको छ, म सम्पूर्ण आदरणीय बुवामा, दाजुभाइ तथा दिदीबहिनीहरूप्रति रामेछाप नगरपालिकाको तर्फबाट हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। अन्तमा म के भन्न चाहन्छु भन्दा बाल मैत्री स्थानीय शासन घोषणा आज 9 नम्बर वडाले त गर्यो, तर यसको दिगोपनाको लागि हामीले अबको दिनमा अझै पनि धेरै चुनौतीहरूका बावजुद सामना गरेर यो बाल मैत्री स्थानीय शासन युक्त वडा घोषणा दिगो रूपमा व्यवस्थापन गर्नको लागि तपाईँ हामी बुवामा, दाजुभाइ दिदीबहिनी, विद्यालय, विभिन्न महानुभावहरू, विभिन्न तह र तबका निकायका सम्पूर्ण महानुभावहरूले आफ्नो ठाउँबाट ठुलो योगदान गर्नुपर्नेछ। आज बाल मैत्री स्थानीय शासन वडा नम्बर 9 ले घोषणा गर्यो, तर यसलाई हामीले दिगोपना दिन सकिन भने आजको यो महाअभियानको घोषणा गरेको कुनै पनि सार्थक हुने छैन। त्यो कारणले गर्दाखेरि तपाईँ हामीले हाम्रो एउटा नीति नियममा भएको व्यवस्थालाई व्यवहारिक रूपमा एउटा सोचमा परिवर्तन गरेर आगामी दिनमा बाल बालिकाहरूको सर्वाङ्गीण विकासको लागि हामी सबैले आफ्नो ठाउँबाट साथ सहयोग गर्नुपर्नेछ। जसले गर्दाखेरि सम्पूर्ण महानुभावहरूले आजको यो प्लेटफर्ममा जुन प्रतिबद्धता गर्नुभएको छ, आजदेखि हाम्रो वडामा कुनै पनि बाल श्रम गर्ने छैनौँ। यदि कुनै कसैले गरेमा हामी त्यसको आवाज उठाउनेछौँ। त्यसै गरी 20 वर्षभन्दा पनि कुनै पनि बाल विवाह गर्ने छैनौँ। यदि कुनै कसैले गरेमा त्यसको हामी सामना गर्नको लागि, त्यसलाई समस्या समाधान गर्नको लागि हामी एउटा सामूहिक आवाज लिएर अगाडि बढ्नेछौँ भन्ने जुन प्रतिबद्धता यहाँले लिखित रूपमा हस्ताक्षर गर्नुभएको छ, वास्तवमा यसलाई सधैँ टिकाइराख्नको लागि तपाईँ हामीले दिगो विकासको लागि दिगो लक्ष्य लिएर अगाडि बढ्नुपर्नेछ र यहाँले अहिलेसम्म जुन यो वडा घोषणा गर्नको लागि साथ सहयोग गरेर यो एउटा भव्य कार्यक्रममा, यो एउटा महाअभियानमा हातमा हात मिलाएर यहाँले साथमा साथ मिलाइदिएर यो अभियान सफलपूर्वक सम्पन्न गर्नको लागि यहाँको योगदान रह्यो। यहाँ सबैजनालाई म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु र आगामी दिनहरूमा पनि यसै गरी यहाँको साथ सहयोग मिलोस्। हाम्रो एउटा रामेछाप नगरपालिकाको लागि एउटा नमुना योग्य वडाको रूपमा सधैँ हामीले देख्न पाऊँ, सुन्न पाऊँ। तपाईँ हामी सबैजनाको जिम्मेवारी रहेको छ हाम्रो वडा नम्बर 9 लाई सुन्दर र शान्त बनाउनको लागि, एकदमै राम्रो अनुशासित बनाउनको लागि हाम्रो एउटा बाल मैत्री युक्त श्रमयुक्त वडा सधैँ कायम राख्नको लागि तपाईँ हाम्रो अमूल्य साथ सहयोग रहनेछ। त्यो कारणले गर्दा यो निरन्तर अभियानमा यहाँको निरन्तर साथ सहयोग पाउने अपेक्षा गर्दै जुन आजको यो कार्यक्रममा रामेछाप नगरपालिकाको तर्फबाट 2-4 शब्द यहाँहरूप्रति व्यक्त गर्ने एउटा मौका प्रदान गर्नुभएकोमा म रामेछाप नगरपालिका वडा नम्बर 9 वडा कार्यालय परिवारप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आफ्नो प्रस्तुति यही अन्त्य गर्न चाहन्छु र यो बाल मैत्री स्थानीय शासनयुक्त वडा घोषणा निरन्तर रूपमा यो अगाडि बढिरहोस्, फलोस् फुलोस् र उत्तरोत्तर प्रगतिको कामना गर्दै यहाँ सबैजनालाई हार्दिक धन्यवाद दिँदै मेरो आफ्नो प्रस्तुति यही अन्त्य गर्छु। हस्, धन्यवाद, नमस्कार।